जीवनको सबैभन्दा अमूल्य उपहार भनेको एउटा असल जीवनसाथी हो, जो मूल्यले होइन भाग्यले मिल्ने गर्दछ। आज माघ 8 गते हाम्रो 19औं वैवाहिक वर्षगाँठ। भनिन्छ हरेक सफल पुरुषको पछि एउटा नारीको हात हुन्छ। तसर्थ म त्यस्तो भाग्यमानी पुरुष हो जो थोरै धेरै सफल हुनुमा तिम्रो ठुलो भूमिका छ प्रिया। तिमीसँगको सामिप्यता, त्यसपछिको प्रेम र विवाह पश्चात मैले जिन्दगीलाई पछि फर्केर हेर्नु परेको छैन। मेरो जिन्दगीको अतल सहारा, मेरो भरोसाको प्रतिमूर्ति मेरी प्रिया। आज हामी एक भएको दिन, प्रत्येक दुःख सुखलाई साटासाट गर्दै जीवन जिउने सङ्कल्प सहित विवाह बन्धनमा बाँडिएको दिन। साथै जीवनको हरेक सफलता र सङ्घर्षमा तिम्रो साथ, सहयोग र समर्थन सधैँ रहिरहोस्। माया र विश्वासमा कहिल्यै अपुग र कमी नहोस्। आउँदा बाँकी दिनहरूमा यसरी नै हाँसी खुसी जीवन बिताउन पाऊँ मेरी प्रिया, मेरी सहयात्री, मेरी अर्धाङ्गिनी पूर्णिमा।